गर्छु सपनाको सधैँभरि बोकी हिँड्ने गर्छु सपनाको सधैँभरि बोकी पुरा हुन्न कहिले पनि तकदीर खोटो हो कि हतासिन्छु त्यसै त्यसै हो हतासिन्छु त्यसै त्यसै बिरहले छुँदा कठै भन्ने कोही छैन एक्लै बसिरुँदा भौतारिन्छु पापी पेटा भर्न खोज्दै मानो न त बास गतिलो छ न त ओर्ने छानो हजार चोट पीडाहरू हो हजार चोट पीडाहरू खेप्दै मन भारी भाग्यसँग जिन्दगी यो घुम्यो चक्र सारी भाग्यसँगै जिन्दगी यो घुम्यो चक्र सारी चक्र 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 रमा 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 उठ्न उठ्न रमा रमा अब के गर्ने होला हे भगवान् के दशा आइलाग्यो उता गाउँतिरको अवस्था के भइसक्यो रमा रमा उठ्न उता मामाले के हल्ला फैलाइसक्यो होला नि रमा रमा उठ्न रमा 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 मलाई पहिले नै थाहा थियो यो अलक्षिणी आएपछि यो घरमा केही न केही वज्रपात पर्छ भनेर अब के गर्ने होइन किन त्यसो भन्नुहुन्छ तपाईँ हाम्रो आँखाले देखेको छैन यो कुरा गलत पनि त हुन सक्छ त्यो भिडियोमा देखेको कुरा पनि गलत होला होइन मैले त जन्मिने बित्तिकै घाँटी निचोर मारेर फ्याल्दियो भनेको तैँले नै मान्नुहोस् आज यो दिन देख्नु पर्यो अझ के देख्नु पर्ने हो अलक्षिणीको सन्तान आमा लक्ष्मीको भएको सन्तान लक्ष्मीको जन्मिन्छ आज मेरा आफ्नै रहरका छोराहरू भइदिए भए यो समाजमा मेरो बेग्लै स्थान हुन्थ्यो यो अलक्षिणीले त छोरी छोरी मात्रै जन्माए कतिलाई त त्यति बेलै लगेर फ्याल्दिए एउटीले बाल आश्रम लगेर राखेको थिएँ कताबाट आइपुगिन्छ सानो र ठुलेलाई मन्दिरमा भेटाएर ल्याउँदाखेरि आफ्नो भाग्य नै खुलेको जस्तो लागेको थियो ल्याएँ बढाएँ हुर्काएँ ऋण गरी गरी पढाएँ बुढेसकालको सारा होला कि भनेर आज तिनीहरू नै कुलङ्गार भएर निस्किए के बोलेको यस्तो अहिले छोराले सुन्यो भने के हुन्छ सुने के भयो त मैले त त्यति बेलै भनेको थिएँ यिनीहरूलाई घरमा नलैजाउँ भनेर तैँले नै भनेको होइनस् बुढो मबाट छोराहरू भएन यिनीहरूलाई लगेर पालौँ बुढेसकालका सारा हुन्छन् भनेर यस्तै हो सारा बनेका अब म यो घरबाट सबलाई निकालिदिन्छु
आमा ठुले छोरा तिमी चिन्ता नगर आमा मलाई विश्वास छ मेरो भाइ सानुले यस्तो गलत काम गर्न सक्दैन आमा तिमी हाम्रै आमा हो नि है हेत्ला त कसले भन्यो होइन भनेर म तिमीहरूकै आमा त हो नि मैले सबै कुरा सुनिसकेँ आमा जन्म नदिए पनि कर्म त दिनुभयो नि बा हामी सबै परिवार एकै ठाउँमा मिलेर बस्न सकिँदैन र सकिन्छ कमाएर ल्याउन पर्यो नि बुढेसकालको सहारा होला भनेर ऋण गरी गरी पढाएँ यही हो तिमीहरूको ताल यस्तो अवस्थामा पुर्याइसक्यो अब त गाउँमा मुख देखाएर हिँड्नु सुधा लाज मर्नु भइसक्यो अब यो घरबाट कि तिमीहरू निस्केर जाऊ होइन भने म निस्केर जान्छु बा पर्दैन तपाईँले यो घरबाट निस्केर जान तपाईँको घरमा तपाईँ नै बस्नु बरु म जान्छु यो घरबाट निस्केर बाबु ठुले के गरेको तैँले कहाँ हिँडेको बाबु आमा तिमी मेरो चिन्ता नगर आफ्नो ख्याल राख है बाबु ठुले अब त आनन्द भयो होला नि बस्नु एक्लै जान दे यस्ता लपङ्गा हुनुभन्दा नभएकै ठिक छ साने र रमा पनि घरमा छैनन् ठुले पनि घर छोडेर हिँड्यो साने र रमा यति बेला के गर्दै होलान् ए भगवान् यिनीहरूको रक्षा गरिदियो है रमा 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 उठ रमा पानी रमा उठ रमा रमा म साने के भयो रमा 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 म साने तँलाई के भएको थियो तँलाई के भएको थियो रमा 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 नरु तँलाई के भएको थियो हामी अहिले जङ्गलमा छौँ रमा 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 यता हेर्दा यता हेर्दा म साने रमा रमा यता हेर्दा म साने
नरु न, तँलाई यस्तो अवस्थामा कसले पुर्यायो भन् त? म पसल जाँदै थिएँ। त्यो पापी र पापिनीहरू मिलेर मेरो इज्जत लुटे साने। अनि हामी यहाँ कसरी? म त घर नआएपछि तँलाई खोज्दै आउँदै थिएँ, तर तँलाई बाटोमा यस्तो अवस्थामा देखेपछि तँलाई घर लानु खोज्दै थिएँ। त्यसपछि अहिले गाउँमा नराम्रो हल्ला फैलिएको छ। अहिले गाउँलेको नजरमा म गलत ठहरेको छु। मामाले गाउँमा राम्रो हल्ला फैलाएको छन्। त्यसैले अहिले हामी गाउँमा जानु हुँदैन। गाउँलेको डरले गर्दा मैले तँलाई यहाँ ल्याएर राखेँ। जबसम्म गाउँमा सत्य कुरा के हो भनेर थाहा हुँदैन तबसम्म हामी गाउँ जानु मिल्दैन। अब के गर्ने? यो हुन सक्दैन। हामी गाउँ जाउँ र सत्य कुरा सबैलाई भनौँ। हुँदैन रमा, अहिले हामी गाउँ जानु हुँदैन। मलाई त मामा भन्न पनि घिन लागेर आउँछ। त्यो मामाले गाउँमा नराम्रो हल्ला फैलाएका छन्। गाउँलेले सत्य कुरा नबुझेसम्म हामी गाउँ जानु हुँदैन। अनि हामी यहाँ बसेर गाउँलेले सत्य कुरा कसरी बुझ्छन् त? त चिन्ता नगर। जसको कोही हुँदैन नि त्यसको भगवान हुन्छन्। खोइ मेरो लागि त कोही छैनन्। म छोरी भएर किन जन्मेँ? बरु म त नजन्मेको भए हुन्थ्यो। चिन्ता नगर। साने र रमा कहाँ गयो होला? यिनीहरूलाई मैले कहाँ खोज्ने होला त? छोराछोरी घरमा छैन, खोज्न जानु पर्दैन। म जाउँ भने कता जानु आइने मान्छे एक्लै। धेरै नबोल। तँलाई उनीहरूको माया लाग्छ भने त आफै खोज्न जा। कहाँ जाने कुरो हुँदैछ? खोइ अपराधी लुकाएर राख्ने अपराधी हो नि फेरि। मेरै घरमा आएर बढी कुरा नबोल। मैले त्यस्तो कुन चाहिँ अपराधी लुकाएर राखेको छु? लुकाएर नराखेको भए निकाल्नु नि त बाहिर। के कुरा गरेको तिमीहरूले यस्तो?
अहिले साने र रमा हराएर हामी आफै तनावमा छौँ। यस्तो बेला त हौसला दिएर साथ पो दिने त। यसरी नभएको आरोप त लाउनु भएन नि। फेरि ठुले पनि रिसाएर घरै छोडेर हिँडेको छ। यो सबै तिम्रो नाटक हो। कहाँ बाहिर निकालिहाल्छ त? पुलिसकोमा लगेर जिम्मा लगाइदिनुपर्छ। तपाईँ धेरै नबोल्नुहोस्। हाम्रो सानेलाई कसैले फसाउँदैछ। जुन दिन सत्य बाहिर आउँछ त्यो दिन थाहा हुन्छ कसले के गरे भनेर। आफ्नै आँखाले देखेर पनि अझै फसाएको भन्ने। त्यही त बिहेबारी चलिहाल्ने रहेछ, बिहे गर्दै भइगयो नि। अब यतिका वर्ष छोरा भनेर पाले, लास्टमा फेरि चोरेर ल्याएको बच्चा परेछ। फेरि लास्टमा अहिले त्यही मान्छेले ज्वाइँ बनाउनु पर्ने भयो। अब के गर्नु त, आफ्नै कोखबाट छोरा जमाने हुत्ती भएन। तिमीहरू यहाँबाट थुक्क गइहाल। होइन हो दिदी, यसरी तातो रिस गर्नु हुँदैन। यिनीहरूले भनेको कुरा पनि ठिकै हो। आखिरमा साने आफ्नै कोखबाट जन्मेको छोरा पनि त होइन। आखिर बिहेबारी चलिहाल्छ कि यिनीहरूको घरबार गरिदिउँ? रिसाउनु चाहिँ पाइएन है। फेरि मैले त सल्लाह मात्रै गरेको, होइन भने बाहिर निकाल्नुहोस्, पुलिसकोमा लगेर जिम्मा दिउँ। यसरी अपराधी लुकाएर राख्नु भनेको भोलि समाजलाई नै असर पर्ने कुरा हो। जे गर्नुपर्छ तिमीले आफै गर। ल मैले त राम्रो सल्लाह गरौँ भनेको, यस्तो पाराले हुँदैन है दिदी, भोलि दुःख पाइएला। गाउँले आयो कि क्या हो? हुनसक्छ। अब के गर्ने? हामी यहाँ बस्नु हुँदैन। जाउँ हामी, जाउँ। साने म ठुले, साने म ठुले। ए हामी त को आएछ भनेर भाग्न लागेको। अनि ठुले त यहाँ कसरी आइस? म त तिमीहरूलाई नै खोज्दै आएको। अनि यस्तो जङ्गलमा किन बसेको त तिमीहरू? अनि यहाँ नबसेर कहाँ जानु त? अनि ठुले गाउँको अवस्था कस्तो छ? गाउँभरि तैँले बहिनीलाई बलात्कार गर्यो भनेर हल्ला फैलिएको छ। अहिले तिमीहरू गाउँमा जाने माहौलै छैन। यो सबै झुटो हो ठुले। हामीलाई सबै मिलेर फसाइयो। हो ठुले, हामीलाई सबैले फसाएका हुन्। मलाई थाहा छ सबै कुरा। भाइ, हामी त एउटै आमाको सन्तान पनि रहेनछौँ। तपाईँ यो के भन्दै हुनुहुन्छ? तपाईँलाई यस्तो नचाहिने कुरा कसले सुनायो? जसले भने पनि हामी एउटै आमाको सन्तान होइनौँ। के रे, त यो के भन्दैछस्? आमाबाट छोरा नै नभएपछि हामीलाई मन्दिरबाट ल्याएर पालेका रहेछन्। हो साने, हामीलाई यो घरमा जन्म दिएको होइन रहेछ, कर्म मात्रै दिएको रहेछ। त्यसैले मैले घरै छोडेर आएँ। तिमीहरूलाई सबैजनाले खोजिरहेका छन्। नाइ ठुले, यो सबै झुटो हो। झुटो हो नि है, झुटो हो भन्न ठुले। आफूलाई सम्हाल साने, सत्य कुरा सत्य नै हुन्छ। अब हामी दाजुभाइ यो गाउँै छोडेर जानुपर्छ। अनि म चाहिँ? त आफ्नै घर जान्छेस्। तेरो त आफ्नै घर छ, हामी पो घर नघाटको। हुँदैन ठुले, हामीले यो कुरा वार्की पार नगरी कतै जानु हुँदैन, बुझिस्? यो कुरा सम्भव छैन साने। तिमीहरूलाई कसैले मात्रै भेटायो भने चौकीमा लिएर थुनिदिने भनेका छन्। नाइ ठुले, जेसुकै होस्, म एकचोटि आमालाई भेट्न चाहन्छु। कि मेरो आमा हो कि होइन, यो सबै कुरा के हो भनेर सोध्न चाहन्छु। त धेरै जिद्दी नगर साने, हामीले हारिसक्यौँ। मलाई राम्रोसँग थाहा छ औँला सिधा गर्दा घिउ आएन भने औँला कसरी भाङ्गो पार्नुपर्छ भनेर। म यत्तिकै छोड्दिनँ। ल अब म जान्छु। गाउँको माहौल राम्रो नहुन्जेलसम्म तिमीहरू यतै कतै बस।
यसमा मैले तिमीहरूको कपडा ल्याइदिएको छु ल राख। होइन ए काका, के एकअर्काको मुख टल्ल पर हेरेर बसेको भने केही न केही गर क्या गर। अहिले पनि तिमीले केही गरेन भने हामी सबैको बास जेलमा हुन्छ। त्यही त भनेको, हामी सबैजना जेलमा बस्नुपर्छ। अब मैले के गर्ने त, सकेसम्म गरेकै छु। केही गरी सबै कुरा थाहा पाएँ भने म पनि फस्छु। मलाई त के पनि थाहा छैन है, सबै तपाईँहरूले गर्दा त हो नि। चिन्ता नगर है केटा हो, कहिले कहिले म जेलमै भेट्न भए पनि आउँला। तपाईँ के जिस्किरहेको के? मान्छेलाई यहाँ कति तनाव भइसक्यो, न निन्द्रा न भोक, मान्छेलाई आछु आछु परिसक्यो। अब के चाहिँ गर्ने हो क्या काका? केही नगर्ने, कतिजना लुक्छन् र बाहिर निस्किने बित्तिकै च्याप समाएर चौकीतिर लाने हो। केही गरेर त्यो रमालाई हामीले बलात्कार गरेको हो भन्ने कुरा पत्ता लाग्यो भने त के हुन्छ के हुन्छ। राम 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 राम, सुन्दाखेरि पनि सिरिङ्ग हुन्छ। अनि तँलाई चाहिँ त्यही अलक्षिणी समाउनु पर्ने? मैले नगर त भने हो नि यिनीहरूलाई। हामीलाई उस्काउने तपाईँ नै होइन? अब के गर्छौ त, आफ्नै बुद्धिले गर्दा यस्तो हुन्छ। मान्छेले भन्छन् नि थुतुनो र मुतुनो जोगाउनु भनेर, त्यही हुन्छ। अब म त सर्तै छिरिन्छु। जान्छस्, यहाँको काम नसिद्धिकन कहीँ जान पाउँदिनस्। हेर केटा हो, तिमीहरू चिन्ता नगर, सब म मिलाउँछु। चिन्ता नगर भन्नुहुन्छ तपाईँ? त्यो अलक्षणीले सबै कुरा खोलिदियो भने हामी के गर्ने? त्यसको मुख कसरी बन्द गर्नुपर्छ मलाई थाहा छ। हामी यसरी कति दिनसम्म बस्ने हो सानै? खोइ, मेरो त दिमागले केही सोच्न सकेको छैन। न घर जान मिल्छ, यस्तै पारा हो भने त हामी भोक भोकै मरिन्छ। हामीले गल्ती नै गरेको छैनौँ सानै, र पनि हामी डराइरहेको छौँ। हामी गल्ती नै बिना किन डराउनु? हामी घर जाउँ। हुँदैन, मूर्खदेखि दैव त डराउँछन् भने झन् हामी मानिस। हामी यसरी डराएर बस्यो भने त सानै हामी निर्दोष होइन, दोषी नै थाहा हुन्छौँ। त्यसैले हामी घर जाउँ र यसरी डराएर बसेर त्यो पापीहरूलाई हामीले सजाय कसरी दिलाउन सक्छौँ? तैँले ठिक भनिस्। हुन त अहिले हाम्रो लागि बोल्ने कोही पनि छैन। सबै गाउँलेहरू हाम्रै पक्षमा उत्रिरहेका छन्। तर हामी यसरी जति चुप बस्छौँ त्यति अन्डामा पर्छौँ। त्यसैले अब हामी गाउँ गएर लड्नुपर्छ, यो समाजसँग लड्नुपर्छ र हामी निर्दोष छौँ भन्ने साबित गरेर हामी न्यायको पक्षमा जानुपर्छ।